यो कोलेस्ट्रम पाउडर नेपालीमा चाहिँ बिगौती दुध, यो चाहिँ मेरो लाइफ सेभरै हो। 6 मन्थको बेबी भएपछि म चाहिँ थलै परेको थिएँ, हाड जोर्नी दुखेर मसल्स पेन भएर म उठ्न बस्न नसक्ने भएको थिएँ। डक्टरले केही पनि डायग्नाइज गरेन, पत्तै लागेन, केही पनि छैन भन्छ, पेन किलर खा भन्छ, घर पठाउँछ। कति दिन पेन किलर खाने, आफै रिसर्च गरेँ, खोजेर पत्ता लगाएँ। बिगौती दुध एकदमै हेल्पफुल हुने रहेछ, यो मसल्स रिकभर हुने, इम्युन सिस्टम बढाउने, कमजोर शरीरहरूको लागि चाहिँ एकदमै राम्रो भनेर सर्च गरेर मैले चाहिँ क्याप्सुल ट्राई गरेँ। क्याप्सुलले मलाई यति फाइदा गर्यो नि, अहिले मलाई मसल्स पेन केही पनि छैन। दुख्न छोडेपछि चाहिँ मैले खान छोडेँ। अहिले टिकटक सपमा पाउडर आएर रहेछ, यसो हेरेको केही पनि मिसावट छैन यो पाउडरमा, हर्मोन एन्टिबायोटिक केही पनि हालेको छैन। फेरि कन्टिन्यू गर्नु पर्यो भनेर मैले टिकटक सपबाट लिएँ। एकदमै राम्रो छ, मैले ट्राई गरेर हेरिसकेँ। तपाईँलाई पनि मसल्स पेन हुन्छ भने चाहिँ मेरो कार्डमा गएर किन्न सक्नुहुन्छ। 39.99 मा एउटा डब्बा छ, 1 महिना पुग्छ। त्यो पनि डिस्काउन्टमा आएर हो, यति सस्तो भएको। अलिक ठुलो डब्बालाई अलिक सस्तो पर्छ। कति नै हो रे, $1 भन्दा अलिकति बेसी त हो नि। यति त आफ्नो लाइफको लागि, आफ्नो हेल्थको लागि जसले पनि गर्न सक्छ नि। फेरि कति राम्रो चिज छ, यसमा मिसावट केही पनि छैन, डराउनु पर्ने केही पनि छैन। एकचोटि ट्राई गर्नुहोस्, तपाईँको घरमा जसलाई पनि बडी पेन छ, यताउता छ भने चाहिँ खाँदा हुन्छ। मेरो कार्डमा छ, गएर किन्नुहोस् है, ट्राई गर्नु होला।